हेलो हेलो एभ्रिवान। यो तपाईँहरूले देखिरहनु भएको भ्यू चाहिँ चितवनको सौराको यो चाहिँ न्यु इयर इभको है अगाडि क्लिपहरू छ। हामी चाहिँ न्यु इयर मनाउनलाई सौरातिर लागेको थियौँ। अनि यो चाहिँ न्यु इयर इभको दिनको भिडियोहरू हो है। बाबु चाहिँ हजुरआमासँग घुम्न गएको छ काठमाडौँतिर। अनि हामी दुईजना बुढाबुढी थियौँ। अनि त्यसपछि चितवनको सौरा घुम्न जाने भन्ने बस्ने गरी जाने भन्ने पहिल्यैदेखि सोचिरहेको थियौँ कि कहिले जाने भनेर। अनि त्यसपछि एक्कासी प्लान बन्यो अब जाऊँ भनेर अनि हामी गयौँ। अघि देखेको थिएँ नि त्यो मेरो पछाडिको छ नि त्यो भिडियो होटेलको हो, त्यो चाहिँ टिकटकभरि भाइरल भएको होटेल हो है। हाम्रो प्लानै थियो कि सूर्य अस्त आएको बेला हेर्न जान भ्याउने गरी जाने भन्ने प्लान थियो। ठ्याक्क पुग्यो पनि त्यतिखेरै। अनि सूर्य अस्त आएको हेरेर अनि हामी होटेल रुमतिर गयौँ। अनि त्यसपछि त्यहाँ गएर फ्रेसेस भएर ओरेर अनि बाहिरतिर निक्ल्यौँ नाइट भ्यू हेर्नलाई। अनि एकछिन हेरेपछि खानासाना खायो ओऱ्यो अनि त्यसपछि फेरि घुम्न थाल्यौँ। फोटोसोटो खिच्यौँ, भिडियो सिडियो बनायौँ। हेर्नु त कस्तो राम्रो देखिएको नाइट भ्यू। यो चाहिँ न्यु इयर इभमा झन् रमाइलो हुन्छ। तपाईँहरू पनि जान चाहनुहुन्छ भने चाहिँ यस्तै न्यु इयर अथवा केही स्पेसल दिन पारेर जानु, एकदम रमाइलो हुन्छ, एकदम रमाइलो। हेर्नुहोस् न कति राम्रो छ नाइट भ्यू। हेटौँडा भन्दा चाहिँ गर्मी चाहिँ एकदम गर्मी भइसकेछ। ल यति भन्न आएको, बाई बाई।